बालेन शाहमा जुडिसियरी नलेज चाहिँ छैन। न त के अरे उसमा छ, के अरे रवि लामी छानेमा छ जुडिसियल जुन नलेज हुन्छ नि, अलिकति त राख्नुपर्छ, अलिकति त राख्नुपर्छ जुडिसियल नलेज। के गर्दा के हुन्छ भने उहाँहरूले जसरी प्रचण्डजीले एकताका भन्नुहुन्थ्यो नि, सिंहदरबारभित्र अदालत त्यही अदालत खोज्नुभयो उहाँले, त्यही अदालत खोज्यो। त्यसो भए त यो सुशीला कार्की आमैले भनेको जुडिसियरी नलेज अनुसार हेर्ने हो भने अहिले नियुक्त हुन लागेको प्रधान न्यायाधीश चाहिँ अर्कै हुनुपर्ने, उहाँ महिला हुनुपर्ने भन्ने होला। हामीलाई महिला होस् पुरुष होस् र उसको नम्बर पहिले आउँछ, उसको नम्बर पछि आउँछ, वी डोन्ट बिलिभ इन द्याट सिट। वाट वी बिलिभ इज जो चाहिँ काम गर्नको लागि क्यापेबल छ, जसले चाहिँ विदिन अ सर्ट पिरियड जनताको काम गर्न सक्छ, नागरिकको काम गर्न सक्छ होइन। हामीलाई त्यो टाइपको न्यायपालिका चाहिएको हो होइन, त्यो टाइपको प्रधान न्यायाधीश चाहिएको हो। त्यही भएर चाहिँ बालेनले अर्कैलाई नियुक्ति गर्न खोजेको हुनसक्छ। पालो पर्खिनु पर्ने होला। त्यसो भए त जो मान्छे काम गर्छ, जो चाहिँ काम गर्नको लागि क्यापेबल छ होइन, जसले चाहिँ देशको हितको नागरिकको हितको लागि काम गर्छ होइन, हामीलाई त्यो टाइपको त्यसको लागि मान्छे चाहिएको। र हामीले बालेनलाई पठाएको या प्रधानमन्त्री बनाएको, हामीले भोट दिएको भनेको पनि जनताको कामको लागि हो। अब त्यहाँ जुडिसियरी नलेजको आवश्यकता पर्छ, के को आवश्यकता पर्छ, त्योसँग हामीलाई सरकार भएन। हामीले चाहिँ फास्ट एकाउन्टेबल गभर्मेन्ट, एकदम ट्रान्सप्यारेन्ट गभर्मेन्ट खोजेको होइन। त्यसको लागि चाहिँ बालेनले गरेको निर्णयप्रति चाहिँ हामी चाहिँ खुसी छौँ। अब को खुसी भएन, आमा खुसी भएनन्, काङ्ग्रेस खुसी भएन या एमाले खुसी भएन, वी डोन्ट केयर। वाट वी केयर इज बालेनले अहिलेसम्म जे गर्दैछ ठिक गर्दैछ, आउने दिनमा ठिक गरेन भने हामी ठिक गरेन पनि भन्छौँ।